Hello everyone, welcome back to my new vlog again. अब चाहिँ हामी सेकेन्ड ट्रिपको लागि अप्पर मुस्ताङ जाँदैछौँ. सो आज चाहिँ हामी काठमाडौँबाट पोखरा जान लागिरहेछौँ. मेरो साथी चाहिँ छ. अब चाहिँ स्टे ट्युन. गाडी चाहिँ ढोका लगाइरहेको छ. उसको झोला नि बाङ्गो बोकेर अहिले चाहिँ हामीले चाहिँ हाम्रो इन्टाइबल पुगिरहेछौँ. गाइस चाबेलसम्म छ. चाबेलबाट चाहिँ हामीले बस लिएर जानुपर्ने हुन्छ. टुरिस्ट बस. कुन बस हो? टुरिस्ट बस रे हो. यस्तै चाहिँ हाम्रो यताको एरिया. सुटकेस बोकेर कता? म आज बसबाट आएको छिटो भित्रतिर सामान चाहिँ हाल्यो. तँलाई फेरि वेलकम मेरो ब्लगमा. नक्कले चाहिँ फेरि जाम त मेडिकेयरको अगाडि जाउँ. हामी चाहिँ हाम्रो बस कुदिरहेछौँ. पढो. आर यु एक्साइटेड? किन पहिला म उता हुँदा त कहिले आउँछ भनेर एक्साइटेड भइरहेको थियो. यो दिन हामी चाहिँ दिल्ली चाहिँ जाने थियो खासमा. अनि प्लान चेन्ज भयो नेपाल आएर. कसैलाई मिस गरिरहेको छौ कि? पेडोलाई के भन्छौ? पक्कै नि पेडोले मेरो ब्लग हेर्छ क्या. भन्न पेडोलाई. पेडो कोडहरू है. मार्क्स भित्र मैले यहाँ बफभित्र मार्क्सभित्र बफ लगाएको छु. बक्सभित्र बफ के नङ काट्दैछ. जहिले चाहिँ यस्तै गर्दैछ. आधी बाटोमा नङ काट्ने चाहिँ सफा हुनु परेर के होला नि. यस्तै हो हाम्रो लगेजहरू चाहिँ यस्तै छ. गाइस तिमी चाहिँ बिसाउन लगेज चाहिँ के हो? होइन मेरो झोला एकदम यहाँ देखौ. मेरो झोला एकदम एक्सपेन्सिभको ब्ल्याक डायमन्ड भनेको एराउन्ड नि 25,000 जस्तो पर्छ. त्यही भएर पनि मेरो झोलालाई कम्पेयर गर्ने आयो अब चाहिँ. Just search in Google black diamond. Black diamond. डायमन्डको रहेछ अनि महँगो भइहाल्यो नि. हामी चाहिँ यहाँ फार्मेसीमा आयौँ. हामी चाहिँ औषधिहरू बोकेर जानुपर्ने हुन्छ हाई अल्टिट्युडको लागि. सो हाम्रो औषधि चाहिँ यति हो. दिनको 3 पटक खाना मिल्छ. दिनको 3 पटक यो चाहिँ खाना मिल्छ. तर आवासमा खाइन जान्न. हाई अल्टिट्युडको लागि चाहिँ जोलाइमाइड. यो 3 वटा 1 2 3 जोलाइमाइड र यो बिहान 200 बेलुका खाना मिल्छ के. आधा खाना मिल्छ. यो चाहिँ सास फेर्न गाह्रो हुँदा मात्र खाने हैन. के हुँदैन ChatGPT-ले सोध्नु पर्यो. बस चाहिँ पुग्यो है गाइस. अब चाहिँ हामी चाहिँ हिँड्यौँ. बाई बाई. See you at पोखरा. सुनिता बस है. झोप्टे चाहिँ राम्रो रहेछ यसको. ल तिमी दुई बस ल. दिदी भाइ यहाँ राम्रोसँग जाऊ ल. शुभ यात्रा. रसो मोरोक्को पनि 2 वर्षपछि फेरि ट्राभल गर्दैछ. हामीले चाहिँ खाजा पाइसक्यौँ. देखाएर चाहिँ स्यान्डविच. दिस इज आवर ब्रेकफास्ट. स्यान्डविच रहेछ. तर यो बेच रहेछ नि. ल पिज्जा होइन यो स्यान्डविच रहेछ. म त एकदम खुसी छु. मलाई साथै त तैँले फोन गरी स्यान्डविच पाएँ म त. तर बेच रहेछ. त्यो दाइले चाहिँ खानु पिज्जा दिन्छु भने चाहिँ यस्तै हो गाइस. यतिको चित्त चाहिँ बुझाउनु पर्यो. अब So your veg cheese sandwich, guys. Arigatou gozaimasu. Kamsahamnida. तिमी चाहिँ दुबई बोल. हबिबी. शुक्रिया रे. शुक्रिया त भन्दैन है. राम्रोसँग खा होला. ब्रेकफास्ट हो तिम्रो. चिया चाहिँ छैन रहेछ. चिया चाहिँ नेक्स्ट टाइम. सरी यसले काम चलाऊ.
तिमी नि खाऊ ल सरी ल भाइ ब्रेकफास्ट उनी केही नखाने रे उनी केही नखाने रे म नखाने ऊ मात्र खाने तर नि खाइरहेको छु त म एउटा चिज खाँदैछु लेमन टी मेरो चाहिँ अलिकति यता सर न तिमी चाहिँ के हो न त्यो ठाउँको नाम चाहिँ के रहेछ यहाँ ब्रेकफास्ट खाएर हामी चाहिँ कहाँ खाना खान लान्छ आई डोन्ट नो वे गाइस यहाँ चाहिँ के को डिस्कसन भइरहेछ कान्छा के को डिस्कस भइरहेछ यहाँ हामी चाहिँ यहाँ राई भाषाको डिस्कस भइरहेछ शेर्पा भाषाको को चाहिँ हामी यहाँ 3 जना राई ऊ चाहिँ एउटा शेर्पा अनि यसलाई नै राई आउँछ फेरि यसलाई शेर्पा हुन हामी 3 जनालाई काठमाडौँमा जन्मे नभन्दै हुर्किएको छ सरी हावा बोलेर हुन्छ जहिले अस्ति छङमा काइलेलाई कान्छी छङमा त्यो पनि भिडियोमा राखिदिनु भएछ धेरै धेरै सरी छङमा चाहिँ फेरि उता आन्टीलाई सुनाएर यो सुनिता चाहिँ जहाँ गयो नि जेको नि कम्प्लेन मात्र गराएछ गाउँबाट आउने बेलामा खाजा खाने ठाउँमा नि कम्प्लेन हाल्ने खाना खाने ठाउँमा त्यही अनुसारको महँगो तिर्नु पर्यो नि त यो भनेको तिम्रो सस्तो तिरे त्यही भएर सस्तै खालको हो क्या तिमीलाई खतरा खालको खाना छ भने ठुल्ठुलो होटलमा गएर खाने या कम्प्लेन यो कम्प्लेन गर्ने छ यसलाई चाहिँ जस्तो भयो नि चल्छ तर पछि गएर चाहिँ कुरा काट्छ हामी चाहिँ खाना खाना रोक्यौँ अब अहिले चाहिँ 10-11 बजिरहेछ ए यो त पहिलाको ठाउँ हो के होइन हौ मलाई त्यही हो जस्तो लाग्यो ए यो हो है मैले त्यही जस्तो किन तिनीहरूले उता पार्किङ बनाएछ क्या अनि मलाई कन्फ्युज भयो पहिला पार्किङ माथि गर्थ्यो क्या यो बुफे खाना यहाँ हो सकेछ नि त आफै हालेर मेरो हात बिजी छ सरी ल टेक केयर योरसेल्फ प्लिज बात लिएर हिँडेर मा कुनै अर्किदिएर हेर न म आज मेरो भात पाउँछस् कि तेरो पकाउँछ तिमी चाहिँ त्यहाँ बस्न विज्ञान छौ मेरो चाहिँ भेज किनभने मैले हिजो यत्रो टन पोर्कको खाएको छु त्यही भएर धेरै मासु पनि खानु हुँदैन होइन पेट बढ्छ बोसो बढ्छ नि धेरै मासु खायो भने पानी पऱ्यो भने कति हुन्छ बारी आउँछ कान्छा के अरे मैले त सुन्दा मुखमा राखेको गए ल भन्दै भिडियो बनाएर बजाउने के छ कति बजी 3 बजिरहेको मेरो दिल पोखरा पुगिसक्यौँ गाइस अब हामी चाहिँ अब लगेज लिएर होटलतिर जानुपर्ने हुन्छ यहाँ हामी चाहिँ ट्याक्सी चढिसकेको थियौँ अनि हाम्रो ड्राइभर दाइलाई चाहिँ फाइन लागेछ सिट बेल्ट नलागो 200 कमाउने चक्करमा 500 घुमायो क्या दाइले
खुसी लाग्छ लाज नभएर It's a sad moment. उफ गर्मी भएर मर लाउरेनीहरू कता हो हाम्रो होटल चाहिँ कता उही त हो नि हामी बसेको चाहिँ यतै हो यही बस्ने ए हो मण्डला होटल के खिड्की प्रमोसन गर्दिरहेको प्रमोसन त गर्नु पऱ्यो हामी चाहिँ होटलमा चेक इन भइसक्यौँ अब यहाँबाट हामी चाहिँ एकछिनपछि बाहिर निस्किनु पर्ने हुन्छ होइन फ्रेस भएर यस्तै गाइस अब यस्तै त्यो नै हामी यहाँ आयो भने पनि यहाँ चाहिँ त्यहाँ रोड क्रस गर्दैछ गाइस हामी चाहिँ अब भोलिको लागि टिकट बुझ्न आएको मुक्तिनाथको लागि पोखरा आएर बिचल्ती भयो गाइस हाम्रो यहाँ एजेन्सी 4-5वटा घुमिसक्यो खै मेरो आजले फिक्सै भएन गाइस 3-4टा घुम्यौँ कहाँ के भन्छ कन्फ्युज भइरहेछ कहिले तिलिचो जाने कहिले अप्पर मुस्ताङ जाने कहिले मुक्तिनाथ अब पोखरैबाट फर्किनु पर्ला अब यसो लेक साइडमा चिया खान जानु पर्यो गाह्रो भयो सोच्नलाई गाह्रो पोखरा आएर हामी चाहिँ अल्लामल्लामा पऱ्यौँ गाइस कहाँ जाने के गर्ने के हो अनप्लान आएको हो यहाँ हामी जस्तो तसो पोखरा त आयो कि पछि रमाइलो हुन्छ कोरोला बोर्डर त पुग्ला जस्तो छ सपनामा पुगेर आउँछु म रमाइलो लागिसक्यो अघिदेखि म त रमाइलो लागिसक्यो अघिदेखि सोध्दैन नि के सोध्दैन बोल्दैन के बोल्दैन खान्छ किन चुपचाप तिमी पोखराको भ्यू चाहिँ यस्तै छ क्या सब केटीहरूको ग्याङ पो रहेछ गएर खान्छु धेरै बुढो होला है अहिले चाहिँ रात पर्नै लाग्यो अनि हामी चाहिँ यहाँ खाना आएको यहाँ चाहिँ पहिला नै हामी आएको थियौँ पहिलाको साल हामी त्यो मर्जी ट्रेक जान्दा अनि यहाँ चाहिँ खानाहरू मिठो थियो त्यही भएर हामी चाहिँ यहाँ खाएर जाउँ भनेर सल्लाह गरेर अर्को चाहिँ नाकबाट ब्लिडिङ भयो जस्तो छ अहिलेदेखि अब हामी चाहिँ यहीबाट खाना खाएर घर जान्छौँ कान्छाले फोन होटलमै चार्ज छोडिराखेको रे अनि चाबी झिकेर आएछु अनि अहिले चाहिँ मेरो फोन फुल चार्ज टन्न भएर होला फोन पनि कतिखेर मेरो मालिक आउँछ अनि चलाउँछ भने भइरह ब्याट्री चाहिँ पो चार्ज कहिले होला भनेर ऊ भइरह होला फुल चार्ज भयो होला फुल चार्ज भइसक्यो होला अरे यो चाहिँ राईको छोरा भएर खसी खाइरहेछ आज म त चल्छ काठमाडौँको मान्छे हो खाने बानी छ यस्तो लाग्छ खसीको मासु खाएको बेला हुन्छ एउटा रिल हेरेको छ घिउ लबरहरूको यहाँ पनि हाल्न लाउँछ यहाँ अलिकति मुखमा खाने हो घिउ यो कान्छाले मलाई चाहिँ गाउँमा घिउ कराएर आलुको के त्यो रोटी खाँदा मैले बढी घिउ हालेर नि खाए ल भन न एकछिन सुरु गर्नुपर्छ तर घिउ खाएको ढिँडो खाए ल भन ल खाइसकेपछि खाए ल यसलाई ढिँडो खानु नआउँदो रहेछ यो शेर्पाहरूले त्यो ढिँडो खान्छ हो त्यसो खाँदो रहेछ ले कान्छा खाऊ ल तिमी नि खाए ल भन नि तिमी नि मैले त लिइसकेँ है हजुर पनि लिनुहोस् न ल लिइसकेँ ल सुनिँदा यहाँ खानुहोस् त तपाईँ कस्तो छ भन्नुहोस् त खाए ल हामीले पनि
मिठो भयो दामी त्यसो त्यसो भएछ चाहिँ हेभी रेनिङ भएर चाहिँ गाइस हामी चाहिँ खाना खाएर निस्क्यौँ साथीहरू चाहिँ त्यहाँ भागिरहेछ पानी पर्यो भनेर न के हो तिमी चाहिँ पोखरा सिटी चाहिँ कम राम्रो छ फेरि कस्तो लागिरहेछ मलाई चाहिँ एकदम खुसी लागिरहेछ भोलि चाहिँ हाम्रो मूर्तिनाथ चाहिँ हामी खानासाना खाएर नि रुममा आइपुगेर नुहाइधुवाइ गरिसक्यौँ आज चाहिँ हाम्रो ब्लग यति नै थियो ब्लग इन गरेन भनेर मेरो धेरै यहाँ कम्प्लेन आयो त्यही भएर ब्लग इन गर्न आएकै आएछु म चाहिँ अनि भोलि चाहिँ अब हामी आज काठमाडौँदेखि यहाँ पोखरा आयौँ पोखरा अब भोलि चाहिँ हामी पोखरादेखि मुस्ताङ जोमसङ होइन जोमसङ जान्छौँ भोलिको भिडियोको लागि स्टे ट्युन गाइज गुड नाइट